What's up, everybody? Welcome back again. So, आज पनि बल्ल बल्ल टाइम निकालेँ मैले रियाक्सन भिडियो बनाउनलाई। मलाई यस्तो मिस भइरहेको थियो होइन। कति धेरै राम्रो राम्रो गीतहरू आइसकेको छ अनि म चाहिँ रियाक्सन भिडियो बनाउन पाएको छैन भनेर यस्तो माइन्ड चाहिँ इरिटेट भइरहेको थियो अनि फाइनली आज चाहिँ टाइम निकालेँ अनि आज पनि अझै पनि मेरो यो रियाक्सन भिडियोको लागि युट्युबको लागि चाहिँ सेटअपहरू मिलेको छैन क्या। त्यो बिस्तारी म यताउता गरेर मिलाउँदैछु। म रियाक्ट गर्न गइरहेको छु सरक सरक बाई स्याडो अनि अरूहरू के हो टाइटल यो मान्छेले टाइटलको नामै नलेखेको रहेछ क्या वेट है सरक सरक D1 एट स्याडो ओके D1 र स्याडो रहेछ सो स्टार्ट गरौँ है त यसको त स्टार्ट अडियो मात्रै रहेछ नि म त भिडियो होला सोचिरहेको नाच काचिए तनी कम्मरै भाचेर आयो तिमीलाई भेट्न हामी मुटै हाकेर हुक्का तानेर दामी देखेको नि उहाँले उनीहरू भिडियोमा वर्क गर्थ्यो होला नि अहिले म्युजिक मात्रै ड्रप गरेको होला त्यही पनि यत्तिकै हेर्दा खतरा देखेको कि अस्तिको के अरे नाचनावालाको टाइपको देखेको क्या भाइब्स चाहिँ हामी चिलिम हानेर लौ न कता हिँड्यौ कान्छी तिमी अखा बनेर ऐसे नाच कान्छी तनी कम्मरै भाचेर कस्तो मजाको भाइब यार भेट्न हामी मुटै हाकेर हुक्का तानेर हामी चिलिम हानेर लौ न कता हिँड्यौ कान्छी तिमी अखा बनेर ऐसे D1 एक्स स्याडो अनि नमुना पनि हो प्रितम के कति धेरै नाम रहेछ यहाँ नमुना होला नि यो भर्खर गाइराख्ने केटीको सिङ्गरको नाम चाहिँ कस्तो दामी सुनेको यो यति लामो थियो मैले टिकटकमा आधी मात्रै सुनेको थिएँ नि आधीमा डान्स गरेको देखेँ मैले यो टिकटकमा देखिसकेको थिएँ नि त यो गीत अनि मलाई कस्तो म नाचेर हालिसकेको छु मैले टिकटकमा होइन म यो युट्युबको सर्च पनि हाल्छु अनि मलाई कस्तो रियाक्ट गर्न मन लागिसकेको थियो कि अनि फाइनली 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 छौकी आई गइल बानी हम बस तोहरा खातिर हाँ पीले बचाहरु वहर सब बस पीले के हो इन्डियनहरु हो यो भर्खर इन्डियनहरुले चाहिँ आजकल गीतहरु त्यस्तै आइरहेको छ बेलानी हो हाँ ए लजाजै गरेर यसरी हाँस्दा म त फिदा भए तिमीले नाच्दा बाँच्दा कम्मर र ढोडी त्यो वावा बिहेनै हान्दिउला जे होला स्वाहा हाँ मंगलम भगवाने विष्णु मंगलम पुण्डरी काथे तनु हरि पुरा पण्डित जस्तै भएर तिमीले क्या गरी हेर आजको रातै यो खास लहुनेछ गजब गाह्रो भयो तिमीलाई रोकी रोकी सास फेर नगर हात पत मुटुको बढ्दैछ धक धक कमर हिलाके नाचेलु जब जब हाँ लागता हम अब उठा उठा तनी झुका झुका रानी रुका 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 ना हो बोले ली हमके उ धीरे धीरे तनी दुखाता हो पूरा बदन से पसीना छूटाता हो गला सुखाता हो राजा बस 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 आज के लिए अपुग गई सब गईली पूरा हम थक थक राजा मधेसी भाषा हो यो त्यो मधेस हब प्रेजेन्स राहो ई बाजार रे हाँ गर्यो राजा रे बोले मैले यसमा नाचेको छु कि तपाईँहरू हेर्न सक्नुहुन्छ टिकटकमा गएर हेर हिरोको सर्च पनि हाल्छु होला म एकछिनमा कस्तो मजाको हो कि यो केटीले झन् केटीको पार्टले झन् कस्तो मजाको प्लस पोइन्ट गराइदिरहेको छ क्या यो म्युजिक भिडियो यो म्युजिकमा छुट्टै भएको छ है इंग्लिश पनि हान्दिन्छु तालपरे माका चौलीमा आँखा लगाउँछ खिच के लाफा ओली परे बस हल्का टाढा मेरो पारा सन्चु बाबा बोकेर 50 खोका नाकाबाट पारी पुर्याउँदै केडाहरू 50 बोरा 50 तोला बोकेर 50 खोका नाकाबाट पारी पुर्याउँदै केडाहरू 50 बोरा लिपस्टिक लाल गजरा ब्ल्याक नाच के गडिया गर्दै अट्याक स्टाइल तोरा किलर स्वैग देख के तो Oh my god, यसमा नाच्न लाग्यो मलाई राजधानी का बबुआ तुम मधेसी बबनिया हमारे तोहार गल्ली बस Oh my god
यो ब्रेक ठ्याक्क यसमा रहेछ दामी सुनेको तोरा किलर स्वैग देख के तोरा सब हो जाए क्रैक हाम्रो राजधानीका बबुवा तु मधेसी बबनिया है? माया तोहार गल्लीमा दामी जति सुनेको यो लगा पाल। गजरिया ओके नि तिमीलाई म को छैन भने नि थाहा पाउँछौ हो रातभरि जाग्राम बिना आराम पुग्ने गरिदिन्छु पुरा डोज चल अब नाच 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 ए नाच कान्छिए तनी कम्मरै भाँचेर आयो तिमीलाई नाच, भेट्न नाच, हामी नाच, बुलेटै नाच। हाकेर हुक्का तानेर हामी चिलिम हानेर लौ न कता हिँड्यौ कान्छी तिमी अक्खा बनेर ऐसे नाच कान्छिए तनी कम्मरै भाँचेर आयो तिमीलाई भेट्न हामी बुलेटै हाकेर हुक्का तानेर हामी चिलिम हानेर लौ न कता हिँड्यौ कान्छी तिमी अक्खा बनेर ऐसे एकदमै म्युजिक भिडियोको चाहिँ इन्तजारमा छौँ म्युजिक म्युजिक भिडियो चाहिँ झन् खतरा आउँछ जस्तो लागिसक्यो मलाई यो सुनेर त्यो भर्खर यहीँ उनीहरूको त्यो थम्बनेललाई कस्तो खतरा छ उनीहरूले वर्क गरिरहेछ होला म्युजिक भिडियोमा अनि या ओ माई गड रेकर्ड त गरेछ नि गरेर रहेछ कस्तो लाग्यो म चाहिँ कस्तो त्यो पछाडिको ठ्याक्क यो केटीको लाइन्सहरूले चाहिँ झन् कस्तो दामी सुनेछ कि यो गीत होइन यो पुरै भाइब छ यो गीतमा चाहिँ पुरा मधेसी भाइब मजा आउँदो रहेछ नि जस्तै इन्डियन र त्यो पन्जाबी सङ सुन्ने बित्तिकै भाइबी हुन्छ नि हाम्रो नि यहाँ मधेसी सुन्ने बित्तिकै कस्तो भाइबी रहेछ ओके तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू अस्तिदेखि ल अब चाहिँ म एक्टिभ हुन्छु अब चाहिँ म एक्टिभ हुन्छु भन्दा त म यस्तो बिजी भए बल्ल बल्ल टाइम पाइरहेको छु अनि कस्तो देखिरहेछ मलाई आई डोन्ट नो यसमा कस्तो आयो होला क्वालिटी कस्तो आइरहेछ साथीहरू क्वालिटी ओ मलाई त ओके यति नै थियो रियाक्सन भिडियो चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई गाइज बाई बाई